दुईजना भिक्षुहरू खोला तर्दै गर्दा त्यो युवतीले भनिन्, मलाई पनि यो खोला तारिदिनुहोस् न भने। अब बौद्ध भिक्षु गौतम बुद्धले त भन्नुभएको थियो कि कुनै पनि स्त्रीलाई सत्सङ्ग पनि नगर्नु, कुनै पनि स्त्रीको सङ्गत नगर्नु, कुनै पनि स्त्रीलाई छुन पनि नछुनु। एकजनाको मनमा त्यही गौतम बुद्धको बात याद आयो र अर्कोले भन्यो ठिकै छ, आउनुहोस् न म तपाईँलाई तारिदिन्छु भनेर उसले चाहिँ आफ्नो काँधमा राखेर त्यो युवतीलाई चाहिँ खोला तारिदियो। अनि खोला तारिसके पछाडि उनीहरू त्यो युवतीलाई चाहिँ विदा गरेर अनि त्यस पछाडि त्यहाँबाट चाहिँ अगाडि बढे। र अर्को जुन स्त्रीलाई नछुने भिक्षु थिए उनको मनमा बेचैनी सुरु भयो कि उनको मनमा अशान्ति सुरु भयो कि अर्को साथीलाई देखेर चाहिँ यसले चाहिँ गौतम बुद्धको आदेशको पालना गरेन, यसले गुरु पालना गरेन, यसले गुरु पालनाको इन्कार गर्यो यसले। अनि यो बेचैनी हुँदै केही अलि टाढा गइसके पछाडि चाहिँ अर्को साथीले आफ्नो मनमा एउटा सहनै नसकेर, मान्छेको मन हो, अब धेरै सोच्यो धेरै विचार गर्यो भने अब केही न केही प्रस्फुटन हुन्छ नै। अनि उसले भन्यो, साथीलाई चाहिँ भन्यो कि तिमीले गुरुले भनेको कुरालाई इन्कार गर्यो, तिमीलाई याद छ गुरुले के भन्नुभएको थियो? अनि जुन युवतीलाई तारेको गुरु हुनुहुन्थ्यो अनि जुन शिष्य गुरु नै भन्न चाहे, किन भन्दा यस्तो ज्ञान जुन गौतम बुद्धको बाहिरी शब्दलाई मात्रै नसमातेर नपक्रेर भित्रको जुन त्यो शब्दभित्रको म्यासेज पनि छ त्यसलाई चाहिँ पक्रेर हिँड्ने मान्छे, जुन लाइफको बाटोमा हिँड्ने मान्छे हुन्छ, त्यसलाई म गुरु भन्छु। किन भन्दा बाहिरी शब्दमा कुनै पनि शक्ति छैन, त्यो शब्दभित्र लुकेको जुन म्यासेज हुन्छ, जुन सन्देश हुन्छ, त्यसमा नै शक्ति हुन्छ। गौतम बुद्धले भन्नुभएको थियो कि कुनै पनि स्त्रीलाई